हरिओम दर्शन नमस्कार मित्रहरू। जनताको चाहना पूरा नहुँदा रोल्पाको जलजलामा जनयुद्ध सुरु भएको थियो र सल्यानको जलजला गाउँमा एकदमै सुल्टो कुरा हुन गइरहेको छ। किनकि यहाँ 21औं शताब्दीमा बिजुली बन्नेवाला छ 2083 सालमा र त्यसै कारणले यहाँको जनताहरू निकै खुसी छन् र हामी पनि एकदमै तीव्रताका साथमा बिजुली लाइन जोड्ने क्रममा छौँ र यहाँ यो पाट पूर्जाहरू हामी ओसार पसार गरिरहेका छौँ ट्र्याक्टरको माध्यमबाट। यहाँ एलपी गाडी आउन सक्दैन, बाटो खराब छ, कच्ची छ र भर्खर यहाँ बाटो खुलेको छ। बिजुलीको काम भर्खर यहाँ आउन थालेको छ। त्यसै कारणले यहाँको जनताहरू यो जलजला सल्यान जलजला कालीमाटी गाउँपालिका के नाम 6 नम्बर वडा गाउँटोल जलजला काफलमेटी निकै रमाइलो दृश्य देखिरहेको छ। मित्रहरू, तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो टिमहरू एकदमै, कोही टिमहरू अगाडि बस्नुभएको छ र कोही यहाँ पछाडि बसेका छौँ हामी। यहाँ सामानहरू छ, हाम्रो पाठ पूर्जाहरू लगिरहेका छौँ, जोड्ने क्रम जारी छ। र मित्रहरू, यति भन्दै आजको भिडियोलाई यहीँ समाप्त गरौँ। भोलि फेरि अर्को भिडियोको साथ फेरि उपस्थित हुने बाचाका साथ बिदा हुन चाहन्छु। हस्, धन्यवाद। हरिओम।